सो अब हामी हिँड्न लागेका छौँ र उदयपुर गाईघाटदेखि चाहिँ बिसनपुरसम्मको बाटोहरू चाहिँ कस्तो छ त भन्ने कुराहरू हामी तपाईहरुलाई देखाउनेछौँ है त। राम 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 साथीहरु के साह्रो गरौँ हौ यार। लिरिङ लिरिङ भइरहेछ त सिधा बस्नु ल। के गेम हुँदैछ के होइन के को ल हामी चाहिँ बिसनपुर जाँदैछौँ है त गाइस। डर त लागेको छैन नि साथी हो, डर त लागेको छैन नि, डराउँदिन नडराउनु। तपाईँले म ट्याक्कै पुगेकै बेला कल गर्नुभएको थियो जस्तो लागिरहेको छ। बाटो त के बिग्रिन्थ्यो, जाँदा त बाटो त ठिक थियो, आउँदाखेरि चाहिँ अलिअलि बिग्रेको थियो। ठुलो गियरमा कुदाएर हो क्या, ठुलो गियरमा कुदाएर हो। ल जान यस्तो छ त नि, ल सकिँदैन क्या यार। झर्नु तपाईँहरू दुई बाटो बन्द रहेछ। साला नेत्रमा बस्दैछ हौ। नफुटाउनु अहिले चिप्लेला फेरि, नफुटाउनु चिप्लेला फेरि। हामी बिसनपुरको नजिकै आइपुगिसक्यौँ गाइस। अस्ति एकता लगाएको थिएँ र त्यो भएको कारणले गर्दा मलाई लाग्दैछ नजिकै छौँ हामी भन्दाखेरि पनि आइसकेको छ। दामी ठाउँ छ त्यो, माछालाई यहाँ पनि बनाउँदो रहेछ। अब हामी चाहिँ यहाँनिर एउटा फोटो खिचेर जानेछौँ। बाइक अब यहीँ बस्छ, झर्नु झर्नु झर्नु। कस्तो लाग्दैछ? एकदम बेस्ट, ठिक छ। ल हामी चाहिँ यो बिसनपुर भन्ने ठाउँमा छिरिसकेका छौँ र यहाँनिर देख्न सक्नुहुन्छ शुल्क प्रति ₹20 भने रहेछ। पहिलाको होला यो चाहिँ, अहिले चाहिँ छैन जस्तो लागिरहेछ मलाई। ल दामी छ है त गाइस, तपाईँहरू पनि आउन सक्नुहुन्छ यो बिसनपुर भन्ने ठाउँमा चाहिँ। र यता पुल पनि रहेको छ, यो झोडलुङ्गे पुल होइन, झोडलुङ्गे पुल पनि रहेको छ। त्यस्तै गरी यो के हो यसलाई
बिसन पार्क गाडी घुम्नलाई बिसन पार्क भन्ने पनि छ यतापट्टितिर चाहिँ काँसघारी छ है त गाइसको ककसको लभ परेको छ डेटिङ आउँदाखेरि दामी हुन्छ होइन सुदीप सर सो अब यता निस्क्यौँ होला हौ ल यहाँनिर त हाँस पनि रहेछ कस्तो यहाँ यति बेलै कल आइदियो ए भिडियो ए नाच्छु 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 ओ यो 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 भिडियोमा भएछ 2 3 गो म चाहिँ घुम्नु हुनु घुम्नु न ओ हो 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 एउटा लड्नु होला है भयो ल ल्याउन त हेरौँ हो ओके एकैछिन नि भाइ फेरि भाइरल होला नि भाइ लास्ट ठुलो छ है होइन ज्ञान हुन्छ अर्जी भन्छ नि त्यो त मेरो साथी हो नि सर अस्ति बोलेकोमा बढ्दै थियो अस्ति लास्ट राम्रो मैले इन्ट्रेसन नि गरेको हाम्रो गाउँको फुच्चीहरू ओके हामी चाहिँ शान्तिधाम पनि घुमिसक्यौँ र अब हामी ए बिसन पार्क पनि घुमिसक्यौँ र अब हामी शान्तिधाम जाने भन्ने हाम्रो निर्णय हुँदैछ होइन साथी हो ल लेट्स गो बाइक चाहिँ यहाँ छ